संघ नेपाल केराबारी गाउँपालिकाद्वारा आयोजित लिम्बूहरूको ढोल नाच प्रशिक्षण कार्यक्रमका श्रद्धेय अध्यक्ष तथा आदरणीय प्रशिक्षक ज्यू, यस कार्यक्रमका विशिष्ट अतिथि केराबारी वडा नम्बर 10 का वडा अध्यक्ष तथा नेकपा एमालेका जिल्ला नेता पूर्णबहादुर मगरज्यू, यहाँ मञ्चमा अतिथिको रूपमा रहनुभएका आदरणीय मान्यजन, उपस्थित रहनुभएका दाजुभाइ दिदीबहिनीहरू, म यहाँहरू सबैमा न्यानो अभिवादन व्यक्त गर्दै यहाँहरूको यो 2 दिने ढोल नाच प्रशिक्षण कार्यक्रम पूर्ण सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। मलाई आज एउटा गर्व महसुस भएको छ। म राजा रानीमा लिम्बुवानको बिचमा हुर्केको छोरो, बढेको छोरो, खेलेको छोरो, धान नाचसँगै हुर्केको, ढोल नाचसँगै हुर्केको हुनाले यो त मैले सौभाग्य कसरी जुलो प्रमुखअतिथि हुने म जान्दिनँ। 81 म यहाँ प्रमुखअतिथि हुन पाएछु, त्यसैले फेरि पनि म यहाँ गर्व गर्छु र यहाँहरू सबैलाई हार्दिक अभिनन्दन र सम्मान व्यक्त गर्न चाहन्छु। यो सौभाग्यवाला भित्राजीको आत्मीय मित्र भएको नाताले, लिम्बू जातिको संस्कृतिमा हुर्केको लिम्बू जातिकै मित्र यो खड्का बस्नेत भएको हुनाले यो चाहिँ सौभाग्य जुरो लाग्छ मलाई। किन मेरो बाबुबाजेको पालादेखि हामी राजा रानीमा, केराबारीमा ओहोरदोहोर गर्ने सबै हामी लिम्बूको बिचमै थोरै क्षेत्रीयहरू यसरी नै हुर्केका थियौँ। त्यसैले यो सौभाग्य मलाई मिल्यो। हिजो मलाई यो ठाउँमा पुर्याउने कुराहरू पनि यहाँहरूको जति माया, स्नेह, सम्मान छ म त्यसलाई कहिल्यै भुल्न सक्दिनँ र मैले मेरो ठाउँबाट तपाईँहरूको क्षेत्रलाई गर्नुपर्ने सहयोगमा पनि म आफ्नो प्रतिबद्धता व्यक्त गरिरहेको छु। अर्को कुरो मलाई लाग्छ, ढोल नाच, धान नाच अथवा नेपालका जुनसुकै संस्कृतिहरू मध्येको ढोल नाच, धान नाच नेपालको नेपालीहरूको एउटा गहना हो, एउटा अमूल्य सम्पत्ति हो। यो अमूल्य सम्पत्ति, यो अमूल्य गहनालाई हामी सबैले जोगाउनु पर्छ। त्यसैले त विश्वमा हामी नेपालीहरू बहुजाति, बहुभाषिक, अनेकतामा एकता भएर अडिएको नेपाल भएर चिनिएका छौँ, वीर गोर्खाली भएर चिनिएका छौँ। विशेष त हाम्रो संस्कृतिले चिनिएका छौँ। यहाँ आफ्ना आफ्ना विविध खालका संस्कृतिहरू छन्। ती संस्कृति अमूल्य संस्कृतिहरू छन्, जसमध्ये ढोल नाच, धान नाच पनि हाम्रो एउटा अमूल्य संस्कृतिभित्र पर्छ। यसलाई हामीले सदैव जोगाउनु पर्छ, यसलाई सधैँ हामीले हुर्काउनु पर्छ, मात्र होइन विस्तार गर्नुपर्छ। समय अनुसार परिष्कृत गर्दै हाम्रो आउने पिँढीहरूलाई पनि हस्तान्तरण गर्दै जानुपर्छ कि यो बिचैमा नसकियोस्। म यो भन्न चाहन्छु। यसैले आदरणीय मित्रहरू, जो दाजुभाइ दिदीबहिनीहरू, यहाँ प्रशिक्षणको लागि तपाईँहरू आउनुभएको छ, राम्रोसँगले सिक्नुहोस्। हाम्रो ठाउँमा यो संस्कृतिलाई जोगाउनु पर्छ, हुर्काउनु पर्छ, विस्तार गर्नुपर्छ। हाम्रो ठाउँको हुर्काई विस्तारले नै केराबारी बन्ने छ, केराबारी बन्ने भनेको मोरङ बन्ने छ, मोरङ बन्ने भनेको नेपाल बन्ने छ। यो नेपालको गहना हो, नेपालको मात्र देश विदेशका नेपालीहरूको एउटा गहना हो। त्यसैले यसलाई हामीले जोगाउनु जरुरी छ। यो हाम्रो सम्पत्ति हो। अन्त्यमा फेरि पनि यो महत्त्वपूर्ण सौभाग्य जोगाउनु भने हाम्रो आदरणीय नेता पूर्ण मगर जस्तै मलाई यहाँ लिएर आउनु, मलाई आज निम्तै गर्नु भएको छैन फिक्राजी, तर उहाँलाई लिएर आउनु कि म फिक्राजीको कार्यक्रम भएपछि गदगद भएर खुसी भएर उफ्रेर आएँ। म बेलबारी हिँड्न आँटेँ मान्छे, मलाई एकैचोटि बरुवा दिदी बनाएको त्यही पनि धन्यवाद छ। बुढोसोलाई धेरै धेरै धन्यवाद छ, यो सौभाग्य मलाई दिनुभएको छ। फेरि सौभाग्यशाली त म छु नि त। यहाँहरूको माया, ममता र सम्मान त मैले पाउने हो नि त। यहाँहरूसँग माया साट्न पाएको छु, दुःख साट्न पाएको छु। हाम्रो आनी बानी, रहन सहन, कतिपय भोलि विकास निर्माणका गतिका कुराहरू साटासाट गर्न पाएको छु। त्यसैले म आफू गर्वित छु। फेरि पनि म यहाँहरू सबैलाई हार्दिक धन्यवाद, हार्दिक आभार, हार्दिक अभिनन्दन। यो 2 दिने कार्यक्रम पूर्ण सफल रहोस्, यही शुभकामना व्यक्त गर्दै मेरो भनाइ अन्त्य गर्छु। धन्यवाद।